आउँछ जब सबै नष्ट हुन्छ, न त धरती रहन्छ न त यसमा भएका सभ्यताहरू। तर पनि धरतीभन्दा अरबौं किलोमिटर टाढा एउटा सानो यान चाहिँ चलिरहन्छ, न त कुनै इन्धन न त कुनै दिशा, तर पनि लगातार अगाडि बढिरहेको हुन्छ, जुन हो 1977 मा लन्च गरिएको भोयेजर नामको स्पेसक्राफ्ट, जसको साथमा नासाले ब्रह्माण्डको लागि एउटा अनौठो उपहार पठाएको छ, जसलाई भन्ने गरिन्छ गोल्डन रेकर्ड, जुन चाहिँ हाम्रो धरतीको एउटा अजीब जीवन्तर तस्बिर हो। तर प्रश्न यो हो कि यो त 1977 को कुरा हो, तब त टेक्नोलोजी पनि एडभान्स थिएन। तब आजको समयको दौरमा हामीलाई यस्तो स्पेसक्राफ्ट कुनै गोल्डन रेकर्डको साथमा पठायौँ भने त्यसको स्थिति कस्तो होला, र 1977 मा पठाइएको गोल्डन रेकर्ड पछि गएर कस्तो हुन्छ, किनकि आउने वर्षहरूमा भोयेजर कुन स्थानबाट यात्रा गर्छ, त्यहाँ इन्टरस्टेलर डस्ट र कस्मिक रेडिएसन जस्ता खतराहरू पनि हुन्छन्। यस्तोमा प्रश्न आउँछ कि यो रेकर्डहरू अरबौं वर्षपछि कस्तो देखिन्छ। आज म बताउँछु कि यो लामो सफरमा यानहरूसँग के हुन्छ, गोल्डन रेकर्ड कति समयसम्म बसिरहन्छ, र यदि आज हामीले नयाँ भर्जन पठायौँ भने त्यसमा अझै कसरी राम्रोसँग डेटा पठाउन सक्छौँ। विश्वास गर्नुहोस्, यो कथा एकदमै रोचक हुनेछ। आउनुहोस् डिटेलमा बुझौँ। हुन त आजसम्म धेरै नै स्पेस मिसनहरू लन्च गरिएका छन्, तर 20 अगस्त 1977 को दिन स्पेसको इतिहासमा एक खास ठाउँ राख्छ। थाहा छ किन? किनकि यस दिनमा दुई महत्त्वपूर्ण मिसनहरू लन्च गरिएको थियो, जसमा पहिलो थियो भोयेजर 2, जसलाई 20 अगस्त 1977 मा लन्च गरिएको थियो, र अर्को भोयेजर 1, जसलाई 5 सेप्टेम्बर 1977 मा लन्च गरियो। यिनीहरूलाई लन्च त फरक ग्रहहरूको लागि गरिएको थियो, तर लन्च हुनु ठिक अघि तिनीहरूको योजना फेरियो। यसको अन्दाजा यो कुराबाट लगाउनु कि भोयेजर 2 लाई बृहस्पति र शनिको खोजको लागि पठाइनु पर्ने हो, तर पछि गएर त्यसलाई युरेनस र नेप्चुनसम्म पठाइयो, र भोयेजर 1 लाई शनिको चन्द्रमा टाइटनमा उड्न र सौर्यमण्डल बाहिर घुम्नको लागि छुटकारा गराइयो। भोयेजर 2 सौर्यमण्डल बाहिर आफ्नो एकतर्फी यात्रा गरिरहेको थियो। यसलाई देखेर सबै खुसी थिए। यो कुनै पहिलो पटक थिएन जुन मिसनले एकतर्फी यात्रा गरिरहेको थियो। योभन्दा पहिला 1972 र 1973 मा पाइनियर 10 र 11 शनि र बृहस्पतिको खोजीको लागि पठाइएको थियो। पछि यिनीहरू पनि सौर्यमण्डल बाहिर निस्केका थिए। यी दुईवटै यानहरूमा सानो धातुहरूको प्लेट लगाइएको थियो। थाहा छ किन? किनकि यदि त्यो कसैलाई भेटियो भने त्यसले हाम्रो बारेमा थाहा पाउन सकोस्। तर आजको समयमा यी दुईवटै यानहरूसँग हाम्रो कुनै सम्पर्क छैन। त्यसैले वैज्ञानिकहरूको मनमा आयो, यो आइडिया भोयेजरको समयमा पनि उपयोग गरौँ। खासमा वैज्ञानिकहरूले सोचे कि यस समय कुनै खास किसिमको सन्देश पठाए कस्तो होला, जसमा धरतीको बारेमा सबै जानकारी होस्। तब कि जब यो कुनै एलियन सभ्यताको हातमा परे तिनीहरूले बुझोस् यो दुनियाँमा उनीहरू एक्लै छैनन्, जबकि अर्को एउटा सभ्यता छ जुन सायद धेरै नै एडभान्स छ। बस फेरि के थियो, एक प्रकारको टाइम क्याप्सुल बनाइयो, जसले हाम्रो धरतीको कहानी ब्रह्माण्डको अर्को सभ्यतासम्म पुर्याउन सकोस्। तर यो आइडिया स्टार्टिङमा जति इन्ट्रेस्टिङ लागिरहेको थियो, पछि एकदमै फेरियो, किनकि धेरै मानिसहरूको भन्नु थियो बिना कसैलाई चिनी हामीले हाम्रो जानकारी उनीहरूलाई दिनु हुँदैन, किनकि आज हामीले जुन एलियनलाई हामी हाम्रो मित्र सम्झिरहेका छौँ, हुन सक्छ तिनीहरूले हामीसँग दुश्मनले जस्तो व्यवहार देखाओस् र हाम्रो धरतीलाई आक्रमण गर्न सकोस्। तर पनि ध्यान दिएर हेऱ्यौँ भने यसमा डराउनु पर्ने कुनै कारण हुँदैन। हो, यो यान हाम्रो गतिभन्दा निकै छिटो भए तापनि प्रकाशको गतिको अगाडि कछुवा भन्दा पनि सुस्त छ। यसको अनुमान यो कुराले लगाउन सक्नुहुन्छ, हाम्रो सौर्यमण्डलको सबैभन्दा नजिकको तारा प्रोक्सिमा सेन्टौरी हो, जुन हामीसँग लगभग 4.5 प्रकाश वर्षको दूरीमा छ। तर यिनीहरूलाई त्यहाँसम्म पुग्नको लागि 77,000 देखि 84,000 वर्षसम्म लाग्न सक्छ। मानौँ कि यो त फरक कुरा हो, यिनीहरू प्रोक्सिमा सेन्टौरीतर्फ गइरहेका पनि छैनन्। प्रोक्सिमा सेन्टौरी त छोडौँ, यी दुई यानहरूलाई सौर्यमण्डलको किनारमा रहेको बरफको बादललाई पार गर्नको लागि पनि 20,000 वर्षभन्दा पनि बढी लाग्न सक्छ। के? हो, हजुरले सही सुन्नुभयो, 20,000 वर्ष। यो कति लामो समय हो, यसको अन्दाजा यो कुराबाट लगाउन सक्नुहुन्छ, 20,000 वर्ष पहिला हामी ढुङ्गे युगमा हुने गर्थ्यौँ। तब न त सहर थियो, न त इन्टरनेट, न त कुनै बिजुलीको सुविधा नै। सोच्नुहोस् 20,000 वर्षपछि के होला। हुनसक्छ हामीले आफैलाई नष्ट गर्छौँ, या त हामी पूर्ण विकासयुक्त अन्तरिक्ष मानव बनेर देखाउँछौँ र यस्तै यानहरू पठाइरहेका हुन्छौँ। यदि हाम्रो जीवनकालमा नै कुनै एलियनले भोयेजर 1 या त भोयेजर 2 लाई खोजे भने यो साबित हुन्छ कि हामी पहिलो सभ्यता होइनौँ, जबकि हाम्रो सौर्यमण्डलमा कोही हामीभन्दा पहिले नै जीवित हुन सक्छन्। तर यो कुराहरू गोल्डन रेकर्ड बनाउनेहरूले बिर्सिन्छन्। यी पठाइएका यानहरू भविष्यमा आजको लागि होइन, अरबौं वर्षसम्म पनि लामो हुन सक्छ, जुन चाहिँ हाम्रो धरतीको जीवनकालभन्दा पनि लामो हुन सक्छ। हजुरहरूलाई त थाहा नै छ, धरतीले आफ्नो रूप फेरिरहन्छ। एक समय यस्तो पनि आउँछ जब हाम्रो धरती नै रहँदैन, तर पनि यी दुई यानहरू अन्तरिक्षमा घुमिरहेका हुन्छन्, हाम्रो नाम र हाम्रो कहानीको साथमा। यो त्यसरी नै जसरी हाम्रो आमाले छोराछोरीको नाम लिएर गाउँ सहरमा घुमिरहेका हुन्छन्। खासमा जब भोयेजर लन्च गरिएको थियो तब इन्टरनेट थिएन, न त कुनै डिजिटल दुनियाँ जहाँ आज हामी बाँचिरहेका छौँ। तर पनि वैज्ञानिकहरू आफू भएको खबर कुनै एलियन सभ्यतासम्म पुर्याउन खोजिरहेका थिए। तर कसरी?
कसैलाई बुझिरहेको थिएन। त्यसै समय यी दुई वैज्ञानिकहरूको मनमा यो आइडिया आयो कि यदि हामीले यस्तो डिस्क बनायौँ भने जसले जुनसुकै सभ्यतालाई पनि हाम्रो पहिचान देखाउन सकोस्। त्यसपछि उनीहरूले नासाको वैज्ञानिकहरूसँग यो आइडिया छलफल गरे र सबै वैज्ञानिकहरू मिलेर 115 प्रकारको प्राकृतिक तस्बिर, 55 भाषामा अभिवादन, सङ्गीत, अमेरिकाको राष्ट्रपतिको आदेशहरूलाई समावेश गरी एउटा गोल्डन रेकर्ड डिस्क तयार पारियो। अरबौँ वर्षपछि पनि कसैले यो डिस्क हेरेर थाहा पाउन सकोस् कि धरतीमा आखिर जीवन कस्तो थियो। यसमा भएको सन्देशको कुरा गर्दा एनालग सिस्टममा अङ्कित गरिएको थियो। यति मात्र नभई यसमा 512 भर्टिकल लाइन पनि बनाइयो। हजुरहरूलाई यो पनि थाहा हुनुपर्छ कि 1977 को दशकको अन्त्यमा यस्तो चिज बनाउन जुन अरबौँ वर्षसम्म सकुशल भइरहोस् निकै नै चुनौतीपूर्ण थियो। त्यसैले वैज्ञानिकहरूले सोचे कि फोनोग्राफ रेकर्ड डेटाको विभिन्न प्रकारको एकै माध्यमबाट कम्प्रेस गर्न सकिन्छ। एक्चुअली हामीले अहिले जसरी भन्यौँ यस रेकर्डमा 115 प्राकृतिक तस्बिरहरू, ध्वनि, 55 भाषामा सङ्गीत इत्यादिहरू छन्, जसलाई गोल्डन रेकर्डमा यसकारण उतारियो किनकि यो स्पेसमा बिग्रिन सक्थ्यो, जुन हामीलाई थाहा नै छ। अब सोच्दै हुनुहुन्छ होला अन्तरिक्षमा त आक्रमण जस्तो केही पनि छैन, तब यसलाई नुक्सान कसरी हुन्छ? हजुरले सोच्नु भएको पनि सही हो, तर यहाँ खाली स्पेस मात्र छैन, यहाँ इन्टरस्टेलर डक्स पनि छ, कस्मिक रेडिएसनहरू पनि छन्, साथमा यसको स्पिड पनि अधिक छ। भोइजर अक्सर 56,000 किलोमिटर प्रति घण्टाको रफ्तारमा चलिरहेको छ। यस स्पिडमा त्यसमा आउन थोकिने धुलाका साना कणहरूले पनि धातुमा क्षति पुर्याउन सक्छ। लाखौँ करोडौँ समयमा यसले धातुलाई धेरै नुकसान गरिरहेको हुन्छ, तर यसलाई बचाउनको लागि अल्मुनियमले बन्द गरिएको छ। यसमा युरेनियमको अति शुद्ध पर्दा छापिएको छ। युरेनियमको उद्देश्य खाली संरक्षण मात्र होइन, भविष्यमा कुनै उन्नत सभ्यताले डिस्कको अवस्था देखेर त्यसको उमेर पनि पत्ता लगाउन सक्छन्। लगभग 30,000 वर्षपछि रोज 248 नामको रातो ताराबाट यात्रा गर्नेछ र करिब 50 करोड वर्षपछि नै हाम्रो आकाशगङ्गाको एक चक्कर लगाउँछ। हाम्रो आकाशगङ्गा एउटा डिस्क जस्तो संरचना छ। यसमा अरबौँ ताराहरू, ग्यासहरू, धुलाका कणहरू, ग्रहहरू समावेश छन्। यो डिस्क जस्तो संरचनाको बीचवाला भाग, त्यसको समतल भाग नै ग्यालेक्टिक प्लेट भनिन्छ। धेरै जस्तो तारा, ग्यास, धुलाका कणहरू यही समतल भागमा फैलिएको हुन्छ। हजुरहरू यसलाई यसरी बुझ्नु जस्तो कुनै चेप्टो रोटी हो, त्यसको बीचको भाग नै ग्यालेक्टिक प्लेट हो। तर अब प्रश्न आउँछ कि यदि आज हामीले भोइजर 3 पठायौँ भने हामीले त्यसको साथमा के गर्न सक्छौँ? किनकि आज हामीसँग सबैभन्दा टिकाउ डेटा स्पेस छ, जसलाई फ्युज क्वार्ट्ज भन्ने गरिन्छ। यो विशेष प्रकारको डिस्क हो जसमा न्यानो स्केलसम्मको सूचनाहरू लेख्न सक्छौँ। मात्र 12 सेन्टिमिटरको एक डिस्कमा 360 टेराबाइटसम्मको डेटा स्टोर हुन सक्छ, त्यो पनि कमसेकम 14 अरब वर्षसम्म। सुन्नलाई त यो अद्भुत लाग्छ, तर एउटा समस्या यो छ कि यो डेटालाई पढ्नको लागि उन्नत प्रविधि चाहिन्छ, किनकि यो जानकारी 2 अप्टिकल डाइमेन्सन र 3 स्पेक्टिकल कोअर्डिनेटमा पुरै भोल्युमभित्र न्यानोमिटरको लेभलमा लेखिने गरिन्छ। मतलब रेकर्ड गर्न त सम्भव छ, तर पढ्न निकै नै मुस्किल हुन सक्छ। कुनै पनि इलेक्ट्रोनिक डिभाइस जुन त्यससँग पठाइन्छ त्यो त क्वालिटीमा पहिले नै बिग्रिसक्छ। यदि पढ्नेवाला नै बाँचेन भने पठाउनुको के फाइदा? यस्तो अवस्थामा कसैले कसरी जान्छन् कि हामी को थियौँ, कहाँ थियौँ र कस्तो थियौँ? यही कारण हो कि कति विशेषज्ञहरूको अनुसार पछिल्लो दशकमा गरिएको धातुहरूमा पठाइएको उपाय नै एकदमै भरपर्दो छ आजको समयमा पनि। साधारण तर सम्झाउन सकिने सन्देशको तरिका, जसले ब्रह्माण्डको कुनै पनि कुनामा अरबौँ समयपछि पनि कोहीले यो भन्न सकोस्, हो यहाँ मानिस बस्ने गर्थे र यहाँ बस्ने गर्थे। आखिर यिनीहरू ती सभ्यतासम्म पुग्छन् कि पुग्दैनन् होला? के लाग्छ? आफ्नो विचार कमेन्ट गर्नुहोस् र हजुरहरूलाई हाम्रो कथा राम्रो लागे लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। धन्यवाद।